Oke kan, kami pas mau apa? यहाँबाट पनि तल्लो कति किलोमिटर मात्रै बाटो यस्तै छ यस्तै बाटोबाट मात्रै 1 घन्टामा पनि पुग्नु गाह्रो त्यतिखेर राणा भनेको हाम्रो फेवातालबाट बनेको फेवाताल हामी फेवाली राणाबाट बनेको फेवाफाट फेवाताल र फेवाली भनेर यो फेवालीको र यो सबै के भन्छ एउटा मुक्त बनेको रहेछ कि यो पहिला हामी खास गरी फेवाली राणा भनेको यो फेवाताल र फेवाली राणा एउटा भनेको फेवाफाट बनेको हाम्रो यसरी बनेको रहेछ जो शाहवंशी सुरु हुँदाखेरि भने त्योभन्दा पहिले नै चान्चुन 180 कुरिया भन्नाले 180 भन्दा नि 60 टु 80 160 टु 80 कुरियाहरू हाम्रो यहाँ फेवालीहरू पहिला त्यति थियो अरे पहिला यो रेको कुरा है हामीले देखिने कुरा किनभने बाबुबाजेहरूले भनेको कुराहरू गर्दै गरेको कुराहरू यो त्यति थिए अरे त्यहाँ तिनीहरू मध्येबाट हुँदै हुँदै जाँदाखेरिमा यहाँ के भएछ भन्दाखेरिमा यो खास गरी खप्टे भन्छ नि यो गर्मी भएर गर्मीबाट मर्ने क्या मान्छेहरू औलोले गर्दाखेरि हो त्यो औलोले गर्दाखेरिमा दाजुहरू त्योबाट बल्ल तितर भएको रहेछ यहाँ औलोबाट तितर किनभने यहाँ अब कोही यहीँ नै मरिहाले कोही बचेको भाइहरू अब मरिन्छ भनेर निक्लेर हिँडेको भाइहरू कहाँ बस्नुभएको छ थाहा छैन त्यो कुरा खास गरी त्यो हाम्रो के भन्छ दाहिने बायाँ डिस्ट्रिब्युसन भएको कारण त्यो छ पहिला त्यो औलोले गर्दा त्यो खप्टे भएको कारणले गर्दाखेरि धेरै मान्छेहरू
हताहत भएको कारणले गर्दाखेरिमा हाम्रो दाजुहरू बाहिर भएको कारण यसरी बुझ्न आएको छ पहिलाको कुराहरू। किनभने हाम्रो 180 60बाट 180 कुरियासम्म थियो भन्ने यो, किनभने हाम्रो त्यो पाटोमा भेटिएको थियो। तर त्यो पाटो के गरिदियो भन्दाखेरि त्यो पाटो नै सबै के भन्छ नष्ट पारिदियो क्या हाम्रो। कहीँ बुझौँ पारी अब दाजु पारी चिलम डाँडा भन्ने दाजुहरू पनि उहाँ पनि थियो, उहाँ छ कि भन्ने खोजी गर्दा नि उहाँ पनि भेटिएन त्यो। किनभने अब मुख्यौली त यहाँ थियो, मुख्यौली त उहाँ पनि थियो, किनभने दोहोरो मुख्यौली भयो थियो यहाँ। अब पारीको मुख्यौली वारीको मुख्यौलीहरू अब खास गरी कोटको पूजा गर्नको लागि अब त्यो मुख्यौली बनाइदिएको कारणले अब पारीपट्टि अब यहाँको मुख्यौलीबाट पारी लगेको, त्यो पारीको मुख्यौलीबाट पनि त्यो पनि हरण भयो। त्यो पाटोहरू हरणबाट पछि त्यहाँदेखिबाट गरेको कुराहरू हामीले राखेको कुराहरू त्योसँग छ हामीसित त्यो कुराहरू राखेको कुराहरू। किनभने हाम्रो जिजुहरूको त्यसमा लेखिएको छ खास गरी राणाहरूको नामको दुर्पुक राणाहरू, पाल्डेन राणा, अर्को कुन कुन राणा त्यहाँ 3जना राणा पुरानो अब हाम्रो बाजेहरूको जिजु पाल्डेन राणा, दुर्पुक राणा, अर्को के राणा छ मैले त्यहाँ नोट गरेको छु, मैले त्यो नोट गरेको तिनीहरू छन्। बागवर्धन राणा त्यहीँदेखि भएको पुस्ताहरू हामीले नोट गर्दै गएको छौँ। तर त्यसको बिचको हामीले फेरि नोट गरेका छैनौँ, त्यो अब कहाँ छ त्यो थाहा छैन। पहिला मुख्य मान्छेहरू को अरे भाइ त्यहाँ हाम्रो पाल्देन राणा होइन पाल्देन, अनि अर्को पछि के राणा अरे दुर्पुक राणा अनि अर्को पाल्देन राणा यति हो। हामी त्यहाँदेखिबाट हाम्रो बाबुबाजेहरूको भनौँ बाहरूदेखिबाट भनौँ जिजुहरूको जस्तै कि अब आफूले जाने अनुसारको मात्रै हामी टिप्दै आएको छौँ। आमा पनि टिपेका छौँ, बाबाहरूको पनि टिपेका छौँ, जिजुहरूको कि हामीले थाहा पाए अनुसारको आफ्नो खलकै पछि त सबैको टिपेकै छौँ हामी त्यो भित्रमा। तर मुख्य मान्छे भनेको हाम्रो 3जना छौँ त्यहाँ। त्यो चाहिँ तालमा पहिल्यैदेखि एउटा बसोबास गरेको गाउँ थियो। त्यो गाउँ थियो भन्ने उपकथा थियो, तर यो बाँध फुट्नाले त्यो चाहिँ गाउँ रहेछ भन्ने प्रमाणित गर्यो। त्यहाँ अझै पनि त्यो सबै आँपको चाहिँ उसको रुख हो भन्ने चाहिँ छ। अझै पनि त्यो ताल सुक्ने हो भने यत्र उडा छ त्यहाँ फाट्दै। खास गरी खपाउँदीमा त्यो भेटिन्छ। खपाउँदी र ठ्याक्कै हल्लनचोकको अगाडि खपाउँदी भेटिन्छ। अहिले हल्लनचोकको तालबरा छ ठ्याक्कै अगाडि, तालबराकोदेखि बायाँपट्टि अहिले त्यो माछा सेक्सन 5 सेक्सन भएको ठाउँमा हो, त्यो माछा सेक्सन भएको ठाउँमा त्यहाँ भेट्छ। अनि हो त्यो चाहिँ ऋषिमुनि घुम्दै आउँदाखेरि बास माग्दा बास कसैले गाउँले नदिएको र एउटा चाहिँ वृद्ध आमा मात्रै भएको आमाले अब खानु पिउनु केही छैन बाबु, मसँग केही छैन, यही अब बस्छौ भने बस भनेर त्यतिकै अहिले त पटामा बस्न दिएको हुनाले र रातभरि ती ऋषिमुनि बसे कि रातभरि बसेपछि भोलिपल्ट उनी उठेर हिँड्दाखेरि तिमी आमा यहाँ यो चाहिँ जलम्मै हुँदैछ, तिमी यहाँबाट अन्तै जानु भाग्नु, यहाँ सब जलम्मै हुन्छ भनेर त्यो ऋषिमुनिले श्राप दिएर चाहिँ यहाँ जलम्मै होस् भन्ने भएर उनी त्यो बुढी आमा टाढामा अन्तै गएर बसेको हुनाले उनी बुढी आमा बचिन् र अरू जलम्मै भयो भन्ने एउटा दन्ते कथा छ। त्यही बुढी आमाको सन्तान हामी हो र त्यो बुढी आमाको अहिले मैले बुझ्दै जाँदाखेरि त्यो बुढी आमाको सन्तान हो र त्यो बुढी आमा पनि त्यही बराजी डाँडाको उच्चा रहेछ र त्यहाँ गएर बचेको रहेछ कि मलाई यो शङ्का लागेको छ। र अर्को कुरा अब यो हुने हो होइन के हो त्यो म जान्दिनँ। अहिले एकजना मलाई के भनेको होला फ्यालीले चाहिँ बराजीलाई मान्नुपर्छ र त्यो बराजी थालमा किन मान्नुपर्छ भन्दा एकजना फ्याली नै दाजुभाइको सन्तान नभएको हुँदा बराजीलाई चाहिँ त दर्शन गरेर चाहिँ दर्शन गर्न जा तँलाई दर्शन हुन्छ सन्तान हुन्छ भनेको हुनाले त्यो चाहिँ मान्छे हाम्रै फ्याली दाजुभाइ दर्शन गर्न आएको भएर उनको सन्तान भएको छ भन्ने एउटा दन्ते कथा फेला पारेको छु है। हो होइन त आफ्नो ठाउँमा छ त्यो कुरा है, ग्यारेन्टी हो या होइन भन्न सकिन्न। त्यस कारणले अहिले मैले सोध्दै आउँदा फ्यावाली हामी
फेवाफाट फेवाताल तर बसोबास त हाम्रो त यहीँ गरेर छौँ परमाणित जताततैको दाजुभाइ भेटिएको छ फ्याली भन्ने होइन हामी त्यतिबाट गएको अरे भन्ने चाहिँ भन्ने दाजुभाइ पनि गएको अरे फेला पनि यहीँबाट गएको होइन कि गाउँ यहीँ नै हो खास गरी गाउँ यही नै होइन सबै भेटिएका दाजुभाइ पनि यताबाट गएको अरे भन्दै आउने र यहाँ नाम पनि फ्याली पनि भन्ने फेवाताल भन्ने होइन फेवाफाट भन्ने गर्दा यो चाहिँ हाम्रो बसोबास त यहीँ हो भने जस्तो लाग्छ यसको चाहिँ मलाई यो फेवातालको बारेमा एउटा उसमा नेटमा खोजेको थिएँ अस्ति भर्खर ज्ञानबहादुरले त्यो खोजेको हुनाले हाम्रो एउटा त्यो प्रमाणित गर्नुपर्छ कि अहिले लेखेर एउटा किताब बन्यो भने 5 वर्ष त चाहिँ पक्का हुन्छ नि भने जस्तो मलाई लाग्छ पारी चिलम डाँडामा मगरहरू भाइहरूलाई फ्याली भाइहरूलाई के गरेछन् भन्दाखेरि हाम्रा बाजेहरूले यो पारीको काम यता नतर्नु त्यतैबाट तिमीहरूले पूजा गर त्यहाँबाट तिनीहरूको गुठी पनि तिनीहरूले के गरेछन् गुठी त्यसरी खाँदैछन् राणाहरू भनेर गोर्खाली राणालाई फुलपाती बोक्ने के भन्छ डोलेहरू बनाएको छ तिनीहरू डोलेहरू है तिनीहरूले गुठी खान्छन् तर हाम्रो भाइहरूले हाम्रो यहाँको भाइहरूले खाँदैनन् गुठी हामीहरूले खादैनौँ तर उताकोले मात्रै खान्छन् त्यस्तो भएर त्यो तरिकासित यसरी राखेको रहेछ अहिले त्यहाँ किनभने कोटालेहरू त्यो खास गरी भित्र मेन राजाको त्यो बत्ती पुर्ने नै के भन्छ कोटाले हाम्रै फ्याली चाहिँ पाएको छ र पुजारी सबै उहीँको पारीकै छन् तर यताको हाम्रो पुजारी यहाँको पुजारी छैन हामीले गुठी पनि खाएको छैनौँ हामीले कोही पनि खाएको छैन यहाँ यतापट्टिको मगरहरूले भाइहरूले तर हाम्रो खास गरी के हो भन्दाखेरि यसलाई मैले मेरो विचारमा कस्तो लाग्छ भन्दाखेरि तिमीहरू त्यतातिरबाट यता नतर भन्ने कारण के रहेछ भन्दाखेरि यो बिचको यो के भन्छ सिमाना रहेछ क्या यो खोलाको हाम्रो सिमाना राखेको रहेछ यसलाई कसरी सिमाना रहेछ त नि भन्दाखेरि मेरो विचारको कुरा है अब किनभने लडाइँ त यहाँ भएको छ खरानी यहाँ भएको छ खरानी बनाएर त्यो खरानी भएको त्यो कारणै त्यो रहेछ खरानी भनेको कारणै त्यो रहेछ किनभने त्यो के भन्छ ढुटोमुटो पारेको क्या त्यो बेला त अब पुरै अब गोला बारुद नै चल्यो होला सबभन्दा मेन बुढा उनी थिए त्यो घेक्रे बुढाको नाम के अरे हामी त घेक्रे भन्थ्यौँ हामी त घेक्रे अब घेक्रे अब यस्तो गरेर बस्ती के अरे बुढा यस्तो गर्थ्यो के अरे अब कोटा गएर काट्ने पनि के अरे खोडा लिन्थे खोडा लिएर अब हेर्थ्यौँ क्या हामीले अब त्यत्रो बुढाले कसरी काट्छन् भनेर हेर्थ्यौँ उहाँ गएर क्या त्यो राँगो काट्दाखेरि अब यति छोटो फुत्त माथि गयो त्यहाँबाट हान्दाखेरि त चट्टै गिँड्दै फेरि राँगा हामी त्यो हेर्न जान्थ्यौँ क्या उहाँ घेक्रे बुढा भन्थ्यो तिनको नाम खरीलाल बुढा भए अब यो उसको पुर्नेको बाबुको नाम के अरे यही हो पारी हो यही पारी छ अब अहिले त गाडी पनि जान्छ उहाँ राम्रो बाटो पनि आउँदैछ कुल पूजा कहिले कहाँ कसरी गरिन्छ हामीले कुल पूजा त 5-5 वर्षमा गरिन्छ यो वर्षेनी गरिँदैन वर्षेनी त गरिन्न पहिलेदेखि त्यो 5-5 वर्ष पहिलेदेखि हजुर कहिले गरिन्छ पहिलेदेखि गरिन्छ कहिले मुक्सिरमा गरिन्छ मङ्सिरमा अब त्यो पनि के गर्थ्यो भन्दाखेरि काटेर त्यो मुटु त्यसको मुटु हुन्छ नि काटेर त्यो मुटु निकालेपछि त्यहाँबाट त्यो मुटु कतिसम्म फरफराउँछ निकालेपछि त्यो मुटु कतिसम्म फरफराउँछ त्यो फरफराउँदाखेरिको अब कहिले धेरै पनि फरफराउँछ कहिले 3 फेर पनि फरफराउँछ त्यो होइन त्यो उफ्रने क्या त्यसको त्यो हो त्यो उफ्रँदाखेरिमा त्यतिमै कट राख्थ्यो कि त्यसलाई हामीले पहिला सुरुमा त्यहाँबाट पछि फेरि त्यसलाई परिवर्तन गरियो अब यसलाई यसरी नगरौँ अब किनभने 5-5 वर्षमा मात्रै गर्ने भन्ने हिसाबले 5-5 वर्ष मात्रै गरियो त्यो गरेको हो मार्क्स खोल्दैन पहिला गरेको त हाम्रो किनभने त्यो मुटुको काटेपछि त्यो मुटुहरू निकालेपछि त्यो चलेको क्या त्यति वर्ष मात्रै गर्ने गर्नलाई हाम्रो र तपाईँहरूकोमा थोरै फरक हुन्छ यो एउटा बुटो हामीले चाहिँ चिलाउनेको सानो चिलाउनेको उखलेर लएर त्यसलाई गाडेर र सरादोको चाहिँ हामीले साटा गोचा साटा जस्तो बनाएर त्यसलाई सरादो भन्ने एउटा अर्कै उ छ के
चराद उतातिर त पाउँदैन यहाँ पाउँदैन होला। यहाँ मात्रै पाइन्छ चरादो भन्ने काठ हो? होइन पाइन्न होला। यस्तो यो अम्रिसोको जस्तो बुटो हुन्छ सानो हुन्छ त्यो बुटोलाई चाहिँ त्यसको चुया बन्धन बनाएर त्यसलाई एउटा टाट्नो जस्तो बनाएर यतापट्टि नुगाएर राखिएको हुन्छ। त्यसपछि टाट्ने के टाट्नु भनेको यस्तो गाइडिया बान्ने जस्तो यस्तो यस्तो बनाइन्छ। त्यस्तो उ गर्छ त्यसलाई के कसो गर्छ भन्दा सरादोको पातले पहिला चिलाउने सानो चिलाउने ल्याएर फेद गाडेर त्यसो भए त टुप्पो ल्याउने ऊ अगाडिपट्टि टाउकोपट्टि फेद उतातिर टाउको यतातिर बनाएर टुप्पोतिर राखेर त्यसो भए त त्यसलाई त्यसरी बनाएर त्यहाँबाट फेरि त्यसलाई जगे बसा गराउँछ भन्दा सरादोको पातको त्यो जो पातहरू हुन्छ नि मादा चिरेर त्यो सेला बनाउँदै लाने त्यसो भए त त्यो पातले के गर्ने भन्दाखेरि टाट्नु बनाउने त्यो दोहोरोको त्यो चिलाउने टाट्नु बनाएर त्यसको माथि फेरि सरादोकै पात राखेर त्यो कवैको पात भन्छ क्या कवै भन्ने हो। अब त्यो कवैको पातमाथि त्यहाँबाट त्यो खाना त्यो राख्ने सबै जामुनहरू बनाएको हुन्छ के अरे होइन जामुनहरू बनाएर राखेको हुन्छ त्यो जामुनहरू सर्लकै त्यो चढाउने त्यो मैले सबै फेरि पानीको त्यो सरादोको पातमै पानी दुना बनाएर त्यो पर बनाएर राख्ने कि एउटा चिज 9 ठाउँमा 9वटा दुनामा चढाउने त्यो पानी पनि 9 ठाउँमा 9वटामा चढाउनु पर्छ अघि त्यो बनाएको प्रसाद पनि बनाउनु पर्छ चढाउनु पर्छ र 3 दिन पहिला चाहिँ एक माना चामलको जुन पुजारी हो त्यसले नुहाइधुवाइ गरेर आफैले पकाएर आफैले त्यसलाई अरूले नछुनु हुँदैन त्यसैले राखेर त्यो पूजाको दिनमा उहाँ लगेर त्यो चाहिँ भाती जाँड के त्यो जामुन खास गरी मेन जामुन त्यो भन्छ त्यो पनि 9 ठाउँमा चढाउनु पर्छ ल है नि कर्ता हो त्यो फेरि त्यो कर्ताले गर्नुपर्छ कर्ताले गर्ने त्यो कुरा जो कर्ता हो अहिलेसम्म हामीले दाजुभाइ जुन जेठो छ त्यसैले गरिराखेका हुनुहुन्छ जुन चाहिँ हाम्रो ऊ हाँगा हो नि अथवा हामी जुन वंश हुन् नि त्यसको त्यो एउटै हुनुपर्ने होइन र हो मूल जुन हो फेवाली राणाको मूलको जे गोत्र हो त्यही नै हुनुपर्ने चाहे हामी गुल्मी पुगौँ चाहे झापा नै पुगौँ होइन जहाँ पनि जान सक्छ हजुर अचम्मै रहेछ यो हामी त धनञ्जय गोत्र भनेर भन्छ होइन हामी धनञ्जय गोत्र होइन र हामी त धनञ्जय गोत्र भनेर बसिरहेछौँ अहिलेसम्म त्यही भनेर चाहिँ सबै हाम्रो संस्कारहरू चलाइरहेछौँ हाम्रो यहाँ चाहिँ हामी जति पनि फेवाली दाजुभाइ भेटिया छ हजुर सबैले गोत्र एउटै भने आद्रश्य यहीँ पारी पनि छ अघि हामीसँग अहिले अस्ति ऊ छ एउटा गोर्खाको दाजुभाइ पनि भेट भएको छ त्यहाँ आइरहन्छ यही पोखरा त्यो कृषि विकास ब्याङ्कमा चाहिँ गार्ड छ फेवाली राणा है आज हाम्रो उसमा पनि आइरहन्छ हाम्रो चिनजान छ त्यसले पनि त्यही भनेको छ अनि यहाँ बगरमा छ बगरमा पनि छ फेवाली तिनीहरूले पनि त्यही भनेको छ अनि यहाँ पर बिजुपुरभन्दा उतापट्टि अझै माधवेसी भन्ने छ त्यसले पनि त्यही भन्दैछ है त्यो गोत्र एउटै भन्दैछ अघि अब कहाँनिर के भयो कता के भयो यी कुराहरू है हामीलाई चाहिँ जिजुबाजेले त्यही हो भनेर हामीले आजाद दिनुपर्छ हामी त्यही हो है भन्दै छौँ गोत्र हाम्रो मिस्टेक भयो कि क्या है मिस्टेक जिजुबाटै च्याब्जुबाटै कुल पूजा हामीले गर्दा जस्तै कालरात्रि हुन्छ दसैँको कालरात्रि पछि भेडा काट्ने चलन चलाउँदै आउनु भएको रहेछ नवमीको दिन कि कालरात्रि भइसकेपछि नवमी त्यसरी पूजा गर्ने गरेको छ। अब यहाँ मङ्सिरमा गर्नु नि रहेछ कुल पूजा हाम्रो। अब त्यो हजुरहरूले अब कालरात्रि पछि राति चाहिँ नवमीमा के कस्तो पूजाहरू गरिन्छ केही गरिन्छ? हामीले के गरिएको छैन है। अब जन्म लिएर जन्म संस्कार त अब पण्डितै लिएर गरिराखेको छ है। अब के भन्छ बाहुन नै ल्याएर त्यो गरेको छ। अब विवाह पनि बाहुनै ल्याएर गरेको छ। अब मर्दाखेरिको पनि बाहुनै ल्याएर गरेको छ। नुहाउँदाखेरिमा शुद्ध गराउनलाई त्यो खास गरी ऊ जौतिल दिने बेला
टिकट हाल्ने भने त्यो भन्छ त्यो के भन्छ कुटुम्बले गर्छ त्यो कुटुम्बले गर्छ भान्जाले अझ त्यो पनि भान्जाले कस्तो भान्जाले भन्दाखेरि अब मामा 13 दिनसम्म बाहुन चाहिँ उम्किँदा मात्र राखिन्छ कि सुरुदेखि 13 त्यो त सुरुदेखिको लिएर अन्तिमसम्म हुन्छ त्यो त यहाँ त क्षेत्रमा धेरै छन् 13 दिनसम्म 13 दिनसम्मै राख्छ त्यो त बाहुन राख्छ त्यो ढिकुरो बनाउने भन्ने त्यो सबै आफूले गराउनु पर्छ त्यो के भन्छ त्यो त पूजाहरू गर्ने यताउता गर्ने त उसैले गर्छ गरुड पुराण सुनाउने पनि सुनाउने उसैको काम हो ढिकुरो गराइन्न ढिकुरो गर्ने भन्ने छैन हामीले त्यो गरिन्न सिधै चाहिँ त्यो बाहुन बोलाउने पूजा गर्ने र उम्काउने बाहुन त्यहाँ बाहुनहरूले गर्ने भनेर त्यो गरेको थियो अब फेरि हामीले के गर्यौँ भन्दाखेरि अब कति 48 सालमा अब नेपाल मगर सङ्घको कार्यक्रममा म अब हिँडेँ म धेरै नै त्यसो बाटोमा हिँडेँ 48 सालदेखिबाट नि हिँडेको 46 सालदेखिबाट नि 48 सालमा गएपछि त्यहाँबाट मैले के गरेँ भन्दाखेरि गाउँमा अब मगरको पण्डित मगर नै गर्नुपर्छ मगरको पण्डितको संस्कारहरू जति बाहुनले गर्छ भने हामीले मगरले गर्ने भन्ने संस्कारहरू बनायौँ हामीले मगर सङ्घमा हुँदाखेरि त्यो बनाएर त्यहाँबाट तालिम पनि दियो कोहीले गरे कोहीले गरेनन् त्यो पनि किनभने कसैले भने हामीलाई त बाहुनै चाहिन्छ अब कोहीले भने मगरले गरे धेरै जस्तो के गरे भन्दाखेरिमा अब बाहुनै संस्कार गरेर बाहुनबाट नि चलाएको छ किनभने तालिम त दिएको थियो उनीहरूलाई तालिम त दिएको अब अहिले चाहिँ के गरिएको छ अब 7 दिनमा मगर संस्कार हुन्छ 7 दिनमा पनि भन्ने गर्छ त्यो त अहिले 13 दिन नै राखेको छन् क्या हाम्रो भाइहरूको त अझै 13 दिन नै गरिरहेको छ यो जस्तै चाहिँ बुद्ध संस्कार अनुसार पनि चलाउने गरेको गर्छन् कतिपय मगरहरूले यो खै मैले यसलाई यही नै भन्न मिल्न सक्दिनँ यहाँ चलाएको छ कि छैन चलाएको त छैन अब चल्छ अब सुरुवात मेरै हुन्छ अब चलाएको छैन मैले 7 दिन क्रियानी मात्रै भनेको छु हाम्रो कृत्रिम कस्तो कृत्रिम गर्ने भनेको छु भने बाहुन बोलाएर हामी सबको गर्ने होइन आफ्नो जय भान्दिले सिटी पनि त्यही गर्ने रीतिरिवाजहरू त्यो ठगेर गरेको भाइहरूले बाउहरूले गरेको कुराहरूलाई मात्रै हामीले भन्ने कुरा हो के होइन अहिले कसरी गर्ने के गर्ने भन्ने कुराहरू त त्यो त अब आफै कुरा हो त्यो परिवर्तनको कुरा हो त्यो समय अनुसार बदलिएको चाहिँ समयसित चल्ने कुरा हो अब मैले त के भन्छु भनेदेखि अहिले यो कुराहरू त मैले त म मान्दिनँ जहाँ सिकेर हिँड्न सक्छ यहाँ उकालो त हिँड्नु भन्ने सकिँदैन सम्भव 1 घन्टा समाजलाई आफू घन्टा नभएर फर्केर पटक मैले एक्लै गर्नै सक्दिनँ सबै मिल्ने हो
अनि ठिकै छ सेवा सामनेमा हुन्छ एउटा विषय छ दुईटा दाजुभाइ एउटा पृथ्वीले म कान्छो त्यो टर्चो त्यो अघि गऱ्यो त्यो बाटो पनि बाटो कान्छा पनि तिर लाग्नु यो चाहिँ यो नखिच्नु अन्त दुईवटा हामी किन अर्को ठाउँमा गयो उतापट्टि गयो उतापट्टि गएपछि किन आइस भन्ला होइन त्यो चाहिँ यता चाहिँ बुझेन उता गइयो भन्ने हो हो ए ल अहिले चाहिँ हामीले नयाँ खिच्नु अनुसार हुन्छ के होमस्टे गर्नु पर्दैन होमस्टे यो पनि तपाईँको के भनिदियो भन्दा हिजो हाम्रो जिजु बाजेले गोरु पालेर त गर्छ भने अहिले कति नसक्ने प्रत्येक एउटा घरको एउटा साधन हुनुभयो तर अब एउटा साधन ल्याएको छ हामीले नकिने पनि हाम्रो छोरीले गाईले किन्दा स्टुडेन्टले किन्दा कति पैसाको बाइक यहाँ बाटोमा राखेर घर सुत्नुभयो त्यही बारे निद्रा त लागेको छैन नि निद्रा लागेको छैन कति परिश्रमले किनेको छ यो र निद्रा लागेको छैन एउटाले त पल्टाइदिनु एउटाले के गर्दा अब मान्छेको कोही विश्वास छैन बेला गयो नि त्यस कारणले एउटा चाहिँ गोरु पाले जस्तो सबैले एउटा साधन हुने भयो त्यस कारणले सके अरू मात्र मोटरसाइकलसम्म प्रत्येक घरमा जानुपर्छ भन्ने हाम्रो भावनाले 3 वर्ष लडेर यो त्यसको तारिक ल्याइयो जम्मै देखिने हो यहाँ त्यही भएर यहाँ चाहिँ पर्यटकीय स्थलले चाहिँ धेरै राम्रो रहेछ उनीहरू जानु भएन कुनै ए नमस्ते हजुर नमस्ते आमा नमस्ते
भन्दा पुरानो पुर्खौली घर यही समुद्र हुँदाखेरि हामी यही यही ठाउँ जस्तो भयो यहाँनिर केटापट्टि हाम्रो यहाँका दाजुभाइहरूको गतिविधि कस्तो छ के गरेर परम्परा कसरी चलाउनु पर्छ भनेर सोधी खोजी गर्न चाहिँ आएर हिजो बेलुका बसेर हामी त्यहीँ बस्नु गएर अहिले बासमा थोरै बात गर्नु पऱ्यो खानु होला पाउनु गर्नु नत्र हामी हुइहाल्छ बाटै अरू कोही छैन अलि पुरानो अरू यहाँ नजिक हाम्रै बाजे हुनुहुन्छ पुरानो त बाजे त हाम्रै बाजे हो सबभन्दा अब पुरानो यहीँ गयो यही बाजे मात्रै हुनुहुन्छ बाजे हो अघि हुनुहुन्छ गएको ठाउँमा यसो फोन गरेर उतै जानु पो हुन्थ्यो बाजेले त मोबाइलै लिनुहुन्न होइन गएको ठाउँ त्यसो भएर वारिपारीको दाजुभाइलाई भेटघाट गरौँ सोधीखोजी गरौँ भनेर उहाँहरू बुटोलबाट आउनुभएको थियो हिजो बेलुका आउनुभएको थियो हिजो बेलुका आएर त्यहाँ बसेर अहिले यस्तै छ दाइको तर पुरानो मर्दा यावर्तनमा र बढ्दा के कसरी गरिन्छ र पूजा कसरी भनेर बुझ्न आज दिउँसो चाहिँ पूजा अब दिन 3 वर्षमा एकखेरी गर्छ माथिका मन्दिर त बनाएन बाबु बनाउने भन्दा पनि त्यत्तिकै छ ढुङ्गा सुङ्गा निकालेको अब जुन भन्ने जेठाजुर सबै बितेर गयो है छोराहरू अब बाहिर भयो आउनु भएको यहाँ बस्नु अहिले गरिन्छ 3 वर्ष अरिन्छ के अहिले तिथि परेन र असार अरेको नाट जेठामा अहिले असार हुन्छ बाटमा त्यही भयो असारमा ल म फोन गर्छु ल ओके 3 वर्षमा गर्नुहुन्छ 3 वर्ष के भेडा हैन बाख्रा अर्छ बोका गर्नुहुन्छ बोकाले अर्छ पहिला त भेडाले गर्नुहुन्थ्यो कि पहिला भेडाले अर्थ्यो बाजेहरु भोकल अनि भेडा नपाएर बोकाले अर्न थाले त आफ्नो भक्कल छ भने आफैले लिएर जाने हो के रे नभए गामको मिलेर एउटा बोका काट्ने अट भक्कलहरु छोरा पाएको घर बनाएको कुखुरा बोका भक्छन् के पुजारी त हाम्रै हो नि अब बुढो सबभन्दा गाउँको चाहिँ सबभन्दा बुढो जुन छ उसैले पूजा गर्ने चलन छ खर्का ठहरे अब खर्का ठहरे भयो के रे उनीहरुको कुरा हाम्रो कुरा गर्ने फ्याली ठहरे अब हाम्रै बुढो छ के रे रक्सी सबभन्दा पुरानोले गर्ने चलन छ असारमा जेठमा अथवा असारमा तिथि परेन अनि असार जान्छ नाटक जेठामा पहिले बाजेको फेरि त्यस्तै गरेको के फुल पूजा चाहिँ असार जेठ असारमा त्यसै गरे के अहिले भन नि त तिथि हेरेर वर्षन के अरे बुहारीहरूलाई थाहा छ माथि जेठानीलाई थाहा छ होला अनि मैसरी थाहा छ दाजी आउनुहुन्न अहिले हजुरको श्रीमान अहिले आउँदै हुनुहुन्छ गोत्र के हो भन्छ त आत्रे गोत्र चाहिँ आत्रे पहिला हामीले कुल पूजा चाहिँ वारिपारीको एकै ठाउँमा गरिन्थ्यो कि पहिलेदेखि एकै ठाउँ गरेको हामीले थाहा पाइएन अलग अलग तर चाहिँ सिस्टम चाहिँ उस्तै रहेछ हाम्रो छुटेर गएको हो त्यो हाम्रो दाजुभाइ हाम्रो बाजे भन्थ्यो क्या छुटेर गएको यता के हो भन्थ्यो नाम पनि आउँदैन क्या त्यहाँ हाम्रो दाजुभाइ छन्
भन्ने कुराहरू थियो हाम्रो बाजेले क्या छुटेर गयो अहिले छुटेर ऊ हुन्न हुने कुल पूजा छुटेर गयो भन्ने कुराहरू थियो क्या हाम्रो ससुराले कुरो गर्नुहुन्छ अब तपाईँहरूको अहिले कति पुस्ता भयो होला बाजे अब कति पुस्ता भयो कति पुस्ता अब के गर्ने अब 2 पुस्ता त म आएपछि भयो बताउँदा जानेको जानेको सधैँ मङ्सिरमा होइन सधैँ मङ्सिरमा गर्नुहुन्छ अहिले असारमा मङ्सिरमा गर्नुहुन्थ्यो कि पहिलेदेखि असार पहिला तेह्रको पात भिजाएर हो त नि भेडाको पाठा काटेर उठा काटेर खाएको खाने नखाएको हुँ झारेर छोडेको ज्वाइँ चेला छोरी बेटी जम्मै बोलाएर अनि खाएर अनि त्यहाँ जाँड चाहिन्छ अनि भट्ट चाहिन्छ अनि खट्टी चाहिन्छ त्यस्तो मासु चाहिन्न त्यो केराको पात हरेर त्यो भुट्ने चढाउने अनि जाँड चोखो जाँड चामलको चोखो मानदै चामल पकाउने चोखो बनाएर अनि त्यो भातीको जाँड राख्ने अनि त्यहाँ चढाउने भातीको जाँड अनि रौसी चढाउने हाम्रो कुललाई त्यसो अर्छ खाएको खान्थ्यो नखाएको फाल्थ्यौँ क्या अनि उही बसेर खाने हो वहीँ बसेर खाइन्थ्यो अनि अब यो कुल पूजा हो अब हामीले यो प्रसाद फाल्ने होइन हामीले अब घरै लगेर अब खानुपर्छ फाल्ने होइन यो भनेको यो कुल हो कुल भनेको सपार्ने कुल हो भनेर अनि हामीले पछि फालेनौँ घरै लिएर आउने भाग लाएर पूजा गरेर टन्न बसेर इच्छा ज्वाइँ चेला सबैलाई बोलाएर खाएको लिएर त्यसरी लिएर आउने अनि प्रसाद सबैलाई बोलाएर अहिले त हिजोआज त सबैलाई बोलाउने प्रसाद खुवाउने त्यस्तो अर्छ हामीले अहिले त 3 वर्ष तपाईँहरूले यति भातीहरूले सोध्न आउनुभयो तपाईँलाई के दुःख होइन दुःख परेर होइन हाम्रो चाहिँ एकजना पुर्खा अब यहीँबाट गएर फेवाइले राना हो भन्दै चाहिँ गुल्मीमा जानुभयो गुल्मीमा गइसकेपछि हामी गुल्मीबाट फेरि बसेसराई गरेर बुटोलमा आयौँ गुल्मीमा छौँ होइन अब फेवाइले राना कहाँ छ कहाँ हुनुहुने रहेछ के कसरी गर्नुहुने रहेछ के छ कसो छ के हो कसो हो यहाँ चाहिँ कसरी गर्नुभएको छ भनेर त्यो सम्बन्धमा हामीले बुझौँ कहाँ हुनुहुने रहेछ फेवाली राना हो फेवातालको नजिकैबाट आएको हो भन्ने मात्र भयो कहाँ रहेछ त कसरी बस्नुभएको रहेछ परम्परा चलनहरू के रहेछ भनेर हामी बुझ्नको लागि यसो जाउँ भनेर बुझ्न नि भयो तपाईँहरूलाई एउटा दुःख नपरेको त आउनु त भयो हुनाले त्यही हो हामी चाहिँ पुर्खौली घर पहिल्यैदेखि अब फेवाली राना भनेर एकपल्टि मैले यता कहाँ रे भन्थेँ कि कता यता स्याङ्जा होइन यो त कर्पुबाट दाजुभाइ ल माथि नएर बोलेको घर भत्काएको थियौँ त्यो ठुलो कर्पुबाट ल दाजुभाइ भनेर हामीलाई अब फुल छुट्याएर लानु पर्यो भनेर दाजुभाइ आएका हुन् आएँ म सानसानै थिएँ क्या 22 जस्तो थिएँ मलाई त्यतिखेर मलाई याद छ अब त्यहाँ यत्रो बच्चा त याद हुन्छ म त्यो वर्ष याद त मलाई भनेको अनि आएर त्यहाँ अनि हाम्रो एउटा मुली पाला तिनीहरूले लिएर गएको कर्पुबाट जानेन कर्पुबाट आएको हुन् क्या यहाँबाट के अरे दाजुभाइ यहाँको दाजुभाइ उहाँ कर्पुठार गएर बसेका अनि उहाँहरू आउनुभयो र अनि अनि पुसाइ पनि ठुलो जेठो पुसाइनी हुनुहुन्थ्यो अनि मुखिया पुसाइनी हुनुहुन्थ्यो अब बोजाइहरू सबै थिए कोही हाम्रोको बाजे र बोजै थिएन अब सानैमा मरेको बुढो 10 वर्ष हुँदाखेरि आमा मरेको गरेको हाम्रो बुढाको आमा बाबु भने अलि उमेरै भएर मरेका छन् त्यति मलाई थाहा भएन अनि त्यसरी कर्पुबाट आएका हुन् अनि एउटा नि अब भनेर एउटा
तामाको मुली पाला दिएर पठाएको क्या त्यो उसको लागि होइन हामी चाहिँ के भन्दा चाहिँ आफ्नो खोलाकोहरू कहाँ हुनु रहेछ के रहेछ कसो रहेछ भन्दै चाहिँ होइन पहिला यहाँबाट गएको भनिराख्दा अब हामी गएको भन्ने पुर्खाहरूले भन्नुभयो अब त कता हो के हो कसो थाहा छैन त्यही पनि यसो कहाँ के रहेछ कसो रहेछ कहाँ हो भन्दै हामी त्यसरी चाहिँ बुझौँ जाउँ एकचोटि भनेर अब त्यति बेला अब भनेपछि त त्यहाँबाट अहिले त गन्दै आउँदा त अहिले त कति अहिले कति अब त्यो धरमपानी जेठा पुसाइले केराको पात ओछ्याएर धानहरू त्यस्तो बनाएर जम्मै लायो जाँड बनाएर चढाएर अनि बोकाले के अरे भेना बाठाले पूजा अनि भनेको अनि भेना बाठा किन्न सकिएन महँगो भयो भनेर अनि फेरि बाख्राको कालो बोकाले पूजा हार्ने भनेर भने अहिले जस्तो नि भन्नाले एउटा कालो नत्र सेतो निर्लुक्क सेतो त्यो टाटे पाटे पुत्ले बाङ्रे गर्दैन अनि एउटा बोको काट्छ अनि एउटा सबै न्युनको एउटा बोको काट्छ अनि एउटा कुखुरा काट्छ है अनि आफ्नो फेरि भाले काट्छ भक्कलेको आफ्नो फेरि एक कुन्टल न्यु फेरि काट्छ त्यसरी हामीले पूजा गर्छ भक्कल पनि छुट्टै भक्कल त अब कुखुरा अनिले कुखुरा भक्कल अऱ्यो भने कुखुरा लान्छ बोकाले भक्कल अऱ्यो भने बोका पूजा हुन्छ त्यसरी पूजा गर्छन् अनि फेरि हुँ ताई बसालेर राम्रोसित हुँ ताई बसालेर रोटी पोलेर सबै कुडियाको डुन्डा रोटी उठाएर चढाएर प्रसाद बनाएर अनि त्यसरी खान्छ त्यसरी राम्रो हुन्छ रातभरि कति 3 दिन अगाडिदेखि नै एउटा चाहिँ जुन मूल घरको यो परिवार मध्येको अझै हाम्रो पनि यहाँ एक रात चाहिँ बाजे बजेको त्यस्तो त्यो त बाजे बजेको रातभरि बत्ती बालेर बस्छ बाजे बजेको बाजे बजेको कहिले गर्छ त मौसिरा गर्छ बाजे बजेको मौसिरा अन्तिम बुधबार गर्छ बाजे बजेको छुट्टै गर्नुहुन्छ अन्तिम बुधबार बाजे बजेको छुट्टै गर्नुहुन्छ कुल पूजा भनेर छुट्टै गर्नुहुन्छ कुल पूजा भनेर छुट्टै बाजे बजेको भनेर बाजे बजे भनेको यी दुखाला भए हजुर कुल भनेको नि यी अब के हो हुनु पहिला अब पढ्नु मन आएको छन् के अरे बाजे बजेलाई बाजे भन्ने कुलकुलाई भन्नु बेग्लै हो कुलै छुट्टै हो बाजे बजे भन्ने बेग्लै हो सुँगुर काट्छ के हाम्रो फेरि त्यसलाई फेरि यो बाजे बजे पूजा गर्छ फेरि सुँगुर काट्नेले पूजा गर्छ कुखुरा काट्ने सुँगुर बाजे बजेको पूजा गरेर सुँगुर काट्छ सुँगुर काट्छ मङ्सिर पहिला मण्डलीको पूजा गरेर मण्डलीको कन्ने चल्लो कन्ने सुँगुर काटेर गाईको दुधले धार दिएर पुवाहरू बनाएर अनि पहिला मण्डलीको पूजा गरेर अनि बल्ल हामीले यहाँ दाई फोड्छ पहिला अझ सुरुबाट भन्ने भने हाम्रो पहिला यहाँ भुइँ पुज्छ भदौमा हरेलो अर्दाखेरि हामीले यहाँ एउटा भाले काट्ने एउटा चल्लो छोड्ने भुइँ पुज्छ भुइँ पुजेर हरेलोमा मनाउँछ अनि त्यहाँ फेरि मुसेर नि दाई फोड्दा दिन नि एउटा चल्लो र एउटा भाले चल्लो भाले बाँचेको भालेले फेरि खलो फोड्दाखेरि फेरि घुमै पुज्छ त्यो दुईवटा नियम भयो है अनि पहिलाचोटि मण्डलीको पूजा गर्छ कन्ने केटो त्यही 8-9 वर्षको केटाले पूजा गर्ने हो त्यहाँ अनि गाईको दुध चामलको पुवा बाजे बजेको पूजामा के गरिन्छ सुँगुर पठाउनु म भन्दैछु मण्डलीमा त्यसरी अरिन्छ है हामीले त्यो मण्डलीमा पढ्ने केटाले त्यसरी 8-9 वर्षको केटाले 10 वर्ष 11 वर्षको केटाले त्यो मण्डलीमा त्यहाँ पूजा गर्छ अनि त्यो मण्डलीको पूजा गरिसकेपछि अनि हामीले फेरि दाई फोड्छ तिथि पारेर राम्रो तिथि पारेर दाई फोडेर एउटा चल्ला छोड्ने अनि एउटा भाले काट्ने अनि त्यो प्रसाद फेरि सबैले बाँडेर खाने त्यसरी खान्छ त्यसरी गर्छ
अनि त्यहाँबाट मण्डलीको त्यसो गर्छ अनि मण्डलीको गरिसकेपछि अनि दाइँ साई फुटाइसक्छ अनि दाइँ साई हालिसकेपछि फेरि लास्ट मुसिरको बुधबार अनि बेलुका भाटियो जाँड राख्छ पहिला 3 दिनको भाटीको जाँड बनाउने अनि बेलुका यो माछाका फुल्नु गाई मसीको दुध दही भित्र नराख्ने माछा आलाहरू लसुन प्याजहरू भित्र नराख्ने बाहिर निकाल्ने पिठोमारा नराख्ने त्यस्तो हरेर के अरे पेटा बच्चा छ भने बाहिर निकाल्ने कुरा भित्र हुँदैन फेरि त गर्भ सुत्केरी हुने आइमा छ भने त्यो फेरि घर छोडेर अर्काको एक रात पर घर जान्छ फेरि त्यो पूजा गर्ने रातमा त्यो पूजा गर्ने घरमा बस्दैन अर्को घरमा जान्छ अर्को पढाइ घरमा जान्छ यो त्यसो गर्छ बाजे बजेको पूजा कहाँ गरिन्छ यही माथि डाँडामै गरिन्छ पुजारी मण्डली सुँगुरै गाड्नुपर्छ पालो लाएर अहिले त सबैले पालो लाएर काट्नु मेरो 3 छोरा छ 3 छोरा ल्याउनु पर्छ बाजे बजेको अनि सुँगुर काट्ने मण्डलीको अनि सुँगुर पुरा दिन ल हस् नमस्ते पहिलो शुक्रबार पर्छ नि अनि त्यो बेलामा गरिहाल्नुपर्छ हामीले फेरि मण्डलीको शुक्रबार महिनाको शुक्रबार बार्छ हल बार्छ जोत्दैन फेरि त्यसो गर्छ पहिलो शुक्रबार अब सङ्क्रान्ति आयो भने सङ्क्रान्ति त्यहाँ पऱ्यो शुक्रबार सङ्क्रान्ति त्यहीँ पऱ्यो भने सङ्क्रान्ति त्यहीँ पूजा गर्ने अनि त्यहाँबाट अब एक सातामा शुक्रबार परिहाल्छ अनि त्यो शुक्रबार त हामीले त्यो मण्डलीको पूजा गरिहाल्नुपर्छ महिनाको एक फेरि अनि महिनाको एकपल्टि शुक्रबार बार यो हाम्रो कुल पूजा असार पूर्णिमा गरिन्छ असार पूर्णिमा भूमि पूजा कहिले गरिन्छ भूमि पूजा त भदौमा हरेलो पुग्दा हो कि मङ्गलबार पर्छ नि त्यति बेला गरिन्छ त्यति हो मैले जानेको अब म अर्थो त के जानेको भन्ने त हुँदैन नि त्यो बुढो घर जुन बुढो छ उसको घर रातभरि बत्ती कुर्नुपर्छ त बिहान धान उठाने र अदुवा धान बेलुका चामल घर चोखार्ने बेलुका खार जुठोमा माझेर घर पुस्ने अनि त्यहाँबाट तेलहरू पालोमा तेल हाल्ने रातभरि बत्ती बाल्ने फुलहरू यसो आफूले सकेको भेटी पैसा चढाउने एक रातभरि चाहिँ तेल उगाउने त्यसो बुढा रातभरि कुरेर बस्छ अझ यहाँ खान्छन् सबै सक्नु नि पऱ्यो नि नखाएर अझै गाउँमै बस्नुपर्छ अझै बाजे बाजे हाम्रो रिसाएका छन् भनेर यहाँ झाङ झिग्नीले भन्छन् भन्छन् जुन भन्ने बुढो मान्छे यहाँ आएर बसे चाहिँ कहाँ उहाँ अन्त जेठाजु बस्ने त अनि विवाह गर्दाखेरि कस्तो किसिमले गर्नुहुन्छ अनि जस्तै अब गरे पनि यस्तो हो नि त अब जग्गा राखेर बाहुन राखेर जल खाएर बाहुने मर्दानी बाहुने हो अब छोराछोरी जन्मिँदाखेरि नि बाहुने ल्याउने हो नर नर्न मर्दा पनि बाहुने ल्याउने हो गेर हाल्न त अब ज्वाइँ भानी हुन्छ हुन त भए पनि अब बाहुने हुन्छ हाम्रो त अनि जस्तै पहिलो गएकोलाई ढोभेट गर्दाखेरि त्यो पनि बाहुनै राखेर फुकाइदिने भन्ने तब रातै चलाउनुहुन्छ रातो टिका लाएर अनि फुकाइदिने अब कन्यामा राम्रो जग्गा लाएर बिहा गर्यो भने अब फेरि बाहुने बोलाएर माघी बिहामा बाहुने बोलाएर के अरे कर्म राम्रोसित नै उतारेर अनि त्यसरी दिन्छ ल आफूले जानेको यही र कास्कीकोटको मूल पुजारी उहाँको हुनुहुन्थ्यो श्रीमान उहाँ जानुभयो र अहिले उहाँकै छोरा बस्नुपर्छ यो कास्कीकोटको मूल कर्ता मेरो छोरा बस्नुपर्छ
मेरो छोरालाई नि के जुटो पऱ्यो भने अनि जेठा भाइ कान्छा भाइका छोराहरू अनि यिनीहरूलाई नि जुठो पऱ्यो भने हाम्रो काठमाडौँमा छ अब लाले बत्ती पूर्णिमा सक्नेले अब पञ्चाली दिन्छन् दाइजी दर्शन हजुर नमस्कार है नमस्कार नमस्कार अनि हामी बस्नुहोस् हामी भेटघाट गर्न चिन्जान गर्न त्यसलाई के गरौँ त नि चिन्जान भेटघाट अब फुलको पूजा गर्नलाई सोधखोज गर्न आउनुभएको होइन बुटोलबाट उहाँहरू हाम्रो दाजुभाइहरू कहाँ हुनुहुन्छ हामी पनि उहाँबाट गएको अरे यहाँबाट गएको अरे जिजु र हाम्रो पुरानो थलो कुन रहेछ भनेर खोजी मेली गरेर दाजुभाइ खोज्न आउनुभएको बुटोलबाट आउनुभयो त्यसलाई छिटौँ त नि अब पहिले दौड त उता हाम्रो अचेन खेली बस्छौँ त्यसलाई उहाँले गाडी बस्छ नरिसकेन आफ्नो ठाउँमा छौँ है मसेर भन्छु भन्ने चाहिँ हजुरहरू अब हामीले पूजा गर्दाखेरि आउने आउन त हामी उही नै गर्छौँ तर एउटै चलन फेवाली दाजुभाइ भनेपछि यहाँ जे चलन छ त्यही चलन हामीले पनि उता पनि चलाउनु पर्यो होइन फरक हुनु भएन हाम्रो पुर्खा जब यो फेवाली हुनु भने सबैको एउटै सिस्टम हुनु पर्यो त्यस हिसाबले हाम्रो फरक परेको छ कि छैन त्यो बुझ्न अनि कहाँ कस्तो अवस्थामा बस्नु भएको छ अनि संस्कार रीतिरिवाज होइन अब पूजाआजा सबै के कसरी गर्ने राम्रो छ बाबु राम्रो छ राम्रोसित हामी गर्छौँ चोखा निष्ठा गरेर राम्रोसित गर्छ अब मैले भन्जे लेख्नु भयो अब यहाँ नआएन उयो गरेँ नि राम्रोसित गर्नु हाम्रो जिजुहरूले पोखराबाट हामी फेवाली राना हो पोखराबाट आएको भनिराख्नुभयो तर हामी चाहिँ हाम्रो जिजुहरू आउन सक्नु भएन त्यही पनि हामी के रहेछ कसो रहेछ कहाँ रहेछ र कसरी बस्नु भएको छ भन्दै हामी यसो बुझ्दै सोध खोज्दै गर्दै यहाँसम्म आइपुगेको हामी त्यसैको लागि हो अरू अन्य त्यसलाई पनि फेवाली राना हो फेवाली राना त भनियो तर चाहिँ कहाँबाट आएको के गर्ने भन्दा चाहिँ जिजुहरूले यहाँबाट भन्नुभयो कहाँ हो अब पोखरातिर आएर भन्नु कता हो भनेर त्यही यसो बुझ्दै कहाँ रहेछ के रहेछ कसरी बस्नु भएको रहेछ चलन कस्तो रहेछ भनेर यसो भेटघाट जस्तो भेटघाट पनि भयो के रहेछ कसो रहेछ भन्ने तपाईँ केही भयो भने अब आउनु होला सोध्नु होला होइन फोन नम्बर छ सोध्नु होला अब पूजा गरेर हामी मैले अब राम्रोसित बताइदिन्छु अरे फोनबाट पनि बताइदिन्छ त्यहीबाट अनि तपाईँहरूले राम्रोसित गर्नु होला होइन एउटा केही न केही भएर सोध्नै आउनुभएको त नभए त आउनु हामीले भनेको नि यहाँबाट गएको भन्ने चाहिँ जिजुहरू भन्नुभयो तर यहाँ त अहिले बल्ल आइयो न जिजु आउन सक्नुभयो त्यो हामी कुनै आफ्नो ठाउँमा छौँ होला हामी माथि विश्वनाथ चौधरी भने यहाँ सबभन्दा हाम्रो अब ठुलोहरू हाम्रो पितृहरू राम्रोसित मनाउनु पर्छ त्यही भएर पुरानो ठाउँमा चाहिँ यसो के हो कसो कहाँ रहेछ पुरानो ठाउँ भनेर हेर्नको लागि हजुर पुरानो मान्छेहरूसँग बुझ्नु पर्यो नयाँ केटाकोसँग बुझेर त भएन त्यही भएर हजुरहरूले ठुलो कार्यहरू पनि लायौँ भने पितृहरूलाई पहिला धर्दा चढाउने सेतो पहेँलो चढाउने बिहामा अनि ठुल्ठुलो कार्य लाउँदाखेरि पनि बनाएको छुट्टै चढाउने अनि त्यसरी खान्छौँ त्यसरी अब अहिलेका युवाका केटाकेटीलाई होइन हुन त हामी पनि त्यस्तै छौँ ढुटेनी जस्तै छौँ भने बुढा भए पनि होइन त्यही पनि तपाईँहरूले धेरै वर्ष पहिल्यैदेखि गर्दै आएको कुरोहरू तपाईँहरूले अब गर्नु होला होइन नभए फेरि सोध्नु होला आउनु होला होइन अब अहिले हामी नाङ्गो गाउँको छौँ नि म एउटा कुरा राख्छु विषयमा अनि के कसो भनेर सोधेर अनि गर्नु होला हामी बुटोलमा छौँ अहिले गुल्मीबाट बुटोलमा गएको हो त्यसले गर्दा चाहिँ तपाईँहरू पनि अब बुटोलतिर आउँदाखेरि के छ कसो चलाउन सक्नुहुन्छ के भने आज मैले कुरा राख्छु आफ्नै गाउँको छौँ हामी त्यहीलाई कसरी गर्नुपर्छ भन्ने कुरा त्यहाँ ध्यानमा जाउँ है सल्लाह गर्ने
त्यही चाहिँ चाहिँ न पुरानो ठाउँमा चाहिँ त्यसरी सरसल्लाह ध्यानमा जाउँ लागि आएको हो अब यसरी अब नजिक भइयो अहिले चाहिँ आजसम्म कता हो के हो कसो भन्ने थियो भन्ने अब पुरै मात्र थियो हो अरे भन्ने थियो अब अहिले त आएर फेरि राणा यहाँ हुनुहुने छ यहाँ चाहिँ होइन हामी चाहिँ आइयो त्यही भएर अब ल हस् नमस्ते है ल नमस्ते है के भन्छ एउटा सानो कुरा सोध्नु मिल्यो नि यो हाम्रो घरमा 1 महिना एउटा कार्यक्रम चलाउन मिल्छ नि हेला नलेला हाम्रो धेरै मान्छे दिनको 2 चोटि त आएकै हुन्छ कि तिन दिन त बेच्दैन नि कसैले तर कसैले अब बेचिहाल्छ कि भर्खरै आज पऱ्यो भने भर्खरै त्यसरी झ्याप्पो पाइन्छ कि सक्छ पाइन्छ कि त्यहाँबाट उता महँगो दिन सकिन्छ कि यो वरिपरि यही नगरपालिका 30-35 घर पुग्छ होला 30-35 घर हजुर हजुर अनि 3टा वडामा गरेर अनि फेरि यहाँ स्याङ्जाबाट अन्यत्र गएका केहीजना यता बर्गातिर गएको छन् केही यो अलि पश्चिमतिरका हाम्रो पुरानो निगुवा खर्क भन्नेकाहरू त्यो इन्सपेक्टर अङ्कलको गाउँलेहरू कहाँ छन् तराईतिर गएको भन्ने थाहा भएको छ उनीहरूको पनि केही घर कहाँ छन् भन्ने मलाई पनि क्लियर अलि थाहा भएन कोही अब बढी मात्र रूपन्देहीतिर नै नवलपरासी रूपन्देहीतिर र केही होला पश्चिमतिर गएकाहरू हजुर कुल पूजामा हामीले बढी अहिले त्यही वैशाखे पूर्णिमालाई नै हेरेर हाम्रो गाउँले फेरि अरूको गाउँतिर हामीलाई पनि थाहा भएन उहाँहरू एउटा गाउँका वैशाख पूर्णिमा नै पोखरा बराई मन्दिरमा जाने गर्नुहुँदो रहेछ त्यो 16 घर त्यो कुरो थाहा पाइयो होइन हामी गाउँमै एउटा हाम्रै दाजुभाइहरूको फ्यामिलीहरूकै जग्गा भएको ठाउँमै हामी होइन एउटा मन्दिर बनाउँछौँ पोखरी बनाउँछौँ के पूजा गर्नुहुन्छ त्यही बेडा सेतो बेडा पूजा कति वर्षमा अहिले ती 3 वर्षमा गर्छौँ अब कसले पुजारी को बस्छ पुजारीहरूमा यहाँ हामी कन्या केटु नै छनौट हुन्छ कन्या केटु र अघिल्लै दिन उनीहरू गण्डकी यतै आएर गण्डकीमा भोलिपल्ट बिहानै गण्डकीमा गएर नुहाएर आएर मात्र पूजा गर्छन्
र उनीसँग एकजना कुटुम्ब भनौँ मान्छा चेलाहरूलाई सँगै पठाउँछौँ। मान्छा चेलाले एकजनाले हाम्रो 2 जना या 3 जना पुजारी हुन्छ कि तिनीहरूलाई लिएर बिहानै सबेरै नुहाउन गण्डकी लैजान्छन्। लगेर ल्याइसकेपछि काँडो बल्ल उनीहरूलाई सिधै बाटा कसैसँग नछुवाइकन लिएर जान्छन्। र महिलाहरूले त्यो दिन तोरी पेल्ने कामहरू पनि गर्छ। जस्तै बेद बसेको जुन रसवाला हुन छोडेका महिलाहरूले तोरी पेल्ने काम गरेर आउँछन्। बिहानै त्यही तेल लिएर गएर हामी फेवाली राणाको गोत्र के भन्नु अरे? आत्रे। हजुर हजुर। अब उही पोखराबाटै दाजुभाइहरू आएको भन्ने त्यो थाहा भयो। पोखराबाट आएको भन्ने कुरो र कसरी फेवाली भएको भन्ने कुरो त्यही सुन्न बाजेहरूबाट थाहा भयो, बाजे बुवाहरूबाट। तपाईँहरूको भाले पूजा पनि गरिन्छ कि? अब अहिलेसम्म हाम्रामा त्यही भेडा मात्र, भेडाको भाले गर्छौँ के अरे होइन, कुखुराको गरेको छैन। जस्तै यता वालिङतिर कुखुरा सेतो कुखुरो गरेको छ भन्ने सुन्यौँ। बिहामा जस्तै बिहा भोज भन्ने बिहाको सट्टा र त्यो हुन्छ। बिहामा छोरा जन्मिएको उपलक्ष्य, नयाँ घर बनेको उपलक्ष्यमा त्यो कुरा के भेडामै त्यही भेजा नै समावेश हुन्छ। भेडामा त्यही समावेश टोटल मूल्यको त्यसमा उसले कति भाग बेहोर्ने, केही छैन भने 1 भाग बेहोर्छ भने उसको बिहा रहेछ भने 1 भाग 2 भाग हुने भयो। छोरो पनि नाति जन्मेको वा छोरा जन्मेको रहेछ भने अझै 3 भाग भयो। हजुर हजुर त्यो खालको। अब हाम्रो जस्तै तपाईँहरूको त्यसरी कुल पूजा गरिसकेपछि त्यो प्रसादको रूपमा हुने जस्तै मासुहरू सबै चेलीबेटीहरूदेखि लिएर सबै कुटुम्ब सबैले खाने गरिन्छ कि कसले खाने गर्छ? त्यो खास गरी हामी दाजुभाइले भन्दा चेलीबेटीलाई दिँदैन। पकाएर कहाँ खाइन्छ? अन्त्य मन्दिरको नजिकै जहाँ पूजा गर्छौँ थान, हामी यतातिर थान भन्ने छ भन्छ के होइन, थानको नजिकै वरिपरि लगाएर। तर त्यसरी चेलीबेटीहरू आफन्त बोलाउन छ भने छुट्टै काटेर खुवाउँछ, पूजा नगरेको। किन हो भन्ने कुरो पछि मैले बाजेहरूबाट थाहा भएको। कुनै महिलाहरू अब महिनावारी भएका आउन सक्छन् रसवाला त्यहाँ झुक्किन सक्छ भनेर नखुवाएको भन्ने कुरा सुनेको होइन। त्यो खालको महिलाहरूलाई सकेसम्म पाहुनाहरूलाई हामीले दिँदैनौँ, दाजुभाइले मात्र खान्छौँ। र जे खान्छ हजुर दाजुभाइले मात्र चुर्न सकेन भने खाल्टोमा खाल्टो पहिले खनेर गरेर चेलीबेटीलाई नदिने, इष्टमित्रलाई नदिने त्यो खालको यहीँ पुर्ने। तपाईँहरूको पुस्ता कति भयो, कतिवटा पुस्ता भयो भन्ने त तपाईँहरूको यकिन छैन? भनेको छैन अहिलेसम्म। मैले जानेको त त्यही 4 पुस्ता। अब हामी 4 पुस्ता भन्ने मलाई थाहा भयो, त्योभन्दा अगाडिको अलिक थाहा भएन। भनेपछि यो 30-35 घर जुन भन्नुभयो 30-35मा जम्मा 4 पुस्ता। एउटै बाजेका सन्तानहरू हो कि तपाईँहरू? 2टा बाजे, कतिवटा बाजे पोखराबाट आएको भन्ने बुझिन्छ। त्यो पनि मलाई क्लियर थाहा भएन। हाम्रो बाजेसम्म जाने त्योभन्दा अगाडिको अब एउटै हुँदो भन्ने। कति भाइ थिए यता अनि छुट्टिएको 1 थरी 16 घर अलि पहिल्यै छुट्टिएको भन्ने थाहा छ। एउटा यो अहिले पारि साफ भएको अलि पछि छुट्टिएको भन्ने थाहा छ। जस्तै तपाईँहरू मर्छ, दाजुभाइ 13 दिन, दाजुभाइ मर्दाखेरि त 13 दिनै बारिन्छ। 13 दिनै बारिन्छ। त्यसपछि आधा पूजा गर्न पर्यो भने कति दिनमा गरिन्छ? हाम्रो सकेसम्म पुरानो हिसाबले त हामीले वर्षै दिनै बार्नुपर्ने। अहिले अलिकति बिग्रिरहेको अहिले बौद्ध संस्कारले गर्दाखेरि
कति दिनमा चाहिँ फेरि आजा पूजा गर्नु पर्यो भने केही गर्नु पर्यो भने दाजुभाइले कति दिनमा गर्ने गरिन्छ? यसो छ 6 महिना कटेको भन्ने कुरो छ कि यहाँ 6 महिना कम्ती 6 महिना कट्नुपर्छ भनेर ती समग्र दाजुभाइ मध्ये कोही मर्यो भने 6 महिना कटिसकेपछि बल्ल चाहिँ अब निकट घरकै परिवारको वर्ष दिन बारसँग अलिकति थोरै 1-2 पुस्ता फरक छ भने उनीहरूले 6 महिना त्यसरी बार्ने चलन चलाउँदै आउनुभएको। हजुर काठमाडौँ ललितपुरको कहाँ ललितपुरको ठ्याक्कै इमाडोलमा भन्ने कुरो एकै गाउँ छ अरे इमाडोलमा इमाडोलमा सेवाली राणा हजुर ललितपुरको इमाडोलमा तपाईँले अन्य कहाँ सेवाली राणा अनि तनहुँको रिसिङतिर सेवाली राणाहरू त्यही भेट्थ्यो तराईमा यो हाम्रै दाजुभाइहरू उम्किँदा चितवनतिर बसेका रहेछ त्यही थरी उनीहरूसँग चिनजान भएर त्यहाँनिर एकजना बित्दाखेरि उम्किँदा भेट कुल पूजा गर्दा एउटा चाहिँ ऊ बनाएर ताल फेवा ताल बनाएर कसरी बनाउँछ अरे त्यसमा रुखहरू मैले जान्दिनँ त्यो रुखको एउटा मन्दिर चाहिँ बनाउँछ होइन छाप्रो बनाउँछ त्यही छाप्रोभित्र काल्टो बनाएर जुन भेडाको टाउको त त्यही गाड्ने भेडाको टाउको खाइन्न खाइन्न टाउको पूजा गरिसकेपछि टाउको खाइँदैन टाउको चाहिँ गाडेर मासु रहेमा पनि गाड्ने चलाउँछ तर त्यहाँ गाड्दैन त्यो अलिकति छुट्टै अलिकति अलग पकाएको चिज अलग गाडिन्छ टाउको काट्ने बित्तिकै गाडिन्छ कि पहिले पछि गाडिन्छ काटिसके सहज छुट्याएर लाग्छ जहाँ पौवा सानो बनाउँछ त्यो भित्र नै छुट्याएर राख्छ त्यो टाउकोलाई छुट्याएर राखेर त्यसपछि गाड्ने गरिन्छ टाउको चाहिँदैन। हजुर अब पूजा गर्नुभन्दा अगाडि ताल बनाएर कस्तो खालको कता बनाइन्छ वरै नजिकै बनाइन्छ कि मन्दिरको नजिक मन्दिरकै नजिकै मन्दिरको नजिक पहिला ताल कसरी बनाइन्छ? पहिलो मन्दिर बनाउँछ त्यसको नजिकै ताल बनाइन्छ त्यसपछि ढुङ्गा उँखुको ढुङ्गा बनाइन्छ हजुर त्यसलाई वारिपारी गरेको भनेर त्यसरी तार्ने काम गरिन्छ। ताल चाहिँ के गोबरको उसले चाहिँ ताल होइन त्यो पोखरी बनाउँछ माटोकै त्यसपछि खनेर खाडल खनेर अलिअलि लिपेर सिमेन्टेड भुइँमा चाहिँ गर्न मिलेन त्यो अहिले गरेको छैन त्यो सोच बनाए साथीहरूले होइन दाजुभाइहरूले सोच पनि भएको त्यसपछि त्यहाँ हाम्रो अलिकति हाम्रो दाजुभाइको जग्गा बेचिसकेको एकजना अङ्कलले बेचिसकेको हुँदाखेरि बनाउने भन्दै त्यसपछि रोकियो। त्यो ताल बनाउँदाखेरि कतै कस्तो गर्छन् भने त्यो सिमेन्टेड भुइँमै होइन त्यो थान बनाइएको अवस्थामा त्यो ताल बनाउनको लागि चाहिँ त्यो गोबरले गाईको गोबरले वरिपरि डिल जस्तो ड्याम जस्तो बनाएर त्यसमा चाहिँ गोबर त प्रयोग गर्छौँ गाईको घरमा त्यसले चाहिँ बाँध जस्तो लिप्ने त भइहाल्यो लिप्नेको साथसाथै दिल पनि त्यसैको दिललाई बनाएर त्यसैमा चाहिँ ऊ के अरे के भन्छ दुध अथवा पानी हाल्ने होइन के अरे जौतिन साइडको चोखो पानी हाल्ने त्यसो नभए कच्ची जमिनमै गरिन्छ माटो खनेर कोपिटा जस्तो बनाएर गाईको गोबरले लिपेर जौतिले चोख्याएर अहिले जब बौद्ध संस्कार पनि सेवाली राणाहरूमा बौद्ध संस्कार मान्नेहरू लगभग कति जति हुनुहुन्छ होला? आधा पनि छैन बौद्ध संस्कार त्यही 100मा 25%ले बौद्ध संस्कार चाहिँ सेवाली राणाहरूले बौद्ध संस्कार केही धेरैले बाहुनै राखिरहेछ धेरैले बाहुन राखेको 25%ले बौद्ध संस्कार अनुसार चाहिँ त्यो चलन चलाइएको। सुरुमा के भयो भने माइनर भएर दाजुभाइमा सरसल्लाह भएर गर्नु हो कि 7 दिनमा निस्किने के छ? त्यो कतिपयको दाजुभाइको सरसल्लाह गरिरहेका छन्। हाम्रो फेरि यहाँ एउटा नेपाल मगर सङ्घको अब जस्तै इकाइ नगर कमिटीहरू होइन गाउँ कमिटी वडा कमिटी भएकोले त्यसको सल्लाहमा खासै भाइहरूको सल्लाह भन्दा पनि भइरहेको छ। यहाँ बजारमा बजार कमिटी भयो इकाइ कमिटीहरू भयो नगर कमिटी अहिले त मगर सङ्घको चाहिँ उसको चाहिँ आह्वान अनुसार चाहिँ हामी मगर भएको हुनाले हामी बौद्धिस्ट हौँ बुद्ध धर्म संस्कारमा जानुपर्छ भनेर 25%